यो गम्भीर प्रकृतिको अपराध हो। यो सामान्य कुरा होइन। यो संसदको उपहास गर्ने गरी हाम्रो सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने गरी जुन कुरा गरियो, जुन षड्यन्त्र गरियो, जुन बदमासी गरियो, एकदम निज तुच्छ कार्य हो यो। त्यसकारण यो कार्यको सबभन्दा पहिले छानबिन हुनुपर्छ। छानबिन भएर यसको जिम्मेवारी कसले लिने हो? सचिवले लिने, सभापतिले लिने, समितिले लिने। यसको जिम्मेवारी कसले लिने? जिम्मेवारी लिनुपर्छ। र यो खालको छलछाम गरेर कानुनमै हेराफेरी हुने अवस्था आयो भने देशमा जनताले कसलाई विश्वास गर्ने, व्यवस्थापिकालाई कसरी विश्वास गर्ने, कानुनप्रति कसरी विश्वास गर्ने भन्ने एउटा गम्भीर प्रश्न उठेको छ। हामीप्रति एउटा गम्भीर प्रश्न उठेको छ। यसको जवाब छानबिन गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएर मात्रै र यसलाई सच्याउने कुरामा अगाडि बढ्नुपर्छ भनेर मैले आफ्नो कुरा भनेर आएको छु। भित्र छलफल जारी छ। तपाईको बुझाइ के छ? छलछाम कहाँबाट भयो? छलछाम भयो त थाहा छ, तर कहाँबाट भयो? अनि त्यो त अब छानबिनबाट थाहा होला। त्यहाँ त रेकर्ड हुन्छ, भिडियो हुन्छ, सबै छ नि। त्यहाँ त रेकर्ड छ। रेकर्डबाट छानबिनबाट थाहा हुन्छ। अहिले फलानु मान्छे भनेर मैले तोक्ने कुरा होइन। तर यो गम्भीर प्रकृतिको अपराध हो। यो सामान्य कुरा होइन। छानबिन चाहिँ तपाईहरूले संसदबाट हुनुपर्छ भन्ने कि समितिबाटै हुनुपर्छ? होइन, त्यो त अब सम्मान्य सभामुखलाई अहिले त्यहाँ डेलिगेसन गइरहेको छ। सभामुखले त्यसको छानबिनको प्रक्रियामा अब कस्तो विधि अपनाउनुहुन्छ त्यो उहाँको कार्यक्षेत्रभित्र पर्ने कुरा हो। मैले यही भन्ने कुरा भएन। तर यो हाम्रो संसदीय मूल्य मान्यतामा गरिएको गम्भीर अपराध हो। यो अपराधलाई मान्य हुँदैन, हामी मान्दैनौँ भनेर मैले आएको छु। तपाईँ राष्ट्रिय सभामा मजबुत अवस्थामा हुनुहुन्छ, त्यहाँबाट सच्याउने काम त होला नि। यहाँ होइन, कहाँबाट सच्याउने दोस्रो कुरा हो। पहिले भएको गल्ती र कमजोरी र अपराधलाई के गर्ने भन्ने प्रश्न पहिलो हो। त्यो त एउटा प्रक्रियामा जाला। तर यो कुरा पहिले हुनु पर्यो, निर्क्युल हुनु पर्यो। यसरी भयो भने कानुन हामीले बनाउने, हामीले छलफल गर्नेको अर्थै भएन। एउटा गर्ने, अर्को पास गर्यो भने अनि के हुन्छ? यति हो। धन्यवाद।